अवस्था भयावह हुन सक्ने यसपालि विज्ञहरूको भनाइ हो। यसपालिको मनसुन भर्खरैले सुरु पनि भएको छैन मजाले, तर विभिन्न ठाउँमा पानीको बहाव वात्तै बढ्दै गइरहेको छ। यो दृश्य काठमाडौँको हो। काठमाडौँमा हेर्नुहोस्, यसरी बगेर ग्यास सिलिन्डरहरू आइरहेको छ र मानिसहरूले ग्यास सिलिन्डर निकालिरहेको छ। यसपालिको मनसुन निकै नै एउटा विकराल रूप ल्याउन सक्ने कयौं त्यस्ता मौसमविदहरूले बताउँछन्। यसपालि निकै नै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। योभन्दा अगाडि कोशी ब्यारेजको 56 ढोका खोलिएको थियो। ऐतिहासिक एउटा रेकर्ड पनि बनेका थिए, किनकि लगातार 2 पटक ढोका खोलिएको थियो। र यसपालि यो कोशी ब्यारेजको हेर्नुहोस्, यो हामी जुन उत्तर साइडमा यो जुन कन्डिसन तपाईँ हेर्दै हुनुहुन्छ, यो वात्तै यति बेला बाढी आएको छ। यहाँ हेर्नुहोस्, स्पर्श पनि यहाँ भयावह छ। यो स्पर्शको पनि अवस्था एकदमै जटिल छ। त्यसैले यहाँ बोरा राखिएको छ। जुन बेला पनि यदि वात्तै पानी आयो भने, यो यदि कटनिया यहाँ सुरु भयो भने यो बाँधलाई पनि काट्न सक्छन् बताउँछन् स्थानीयहरू। तर के हुने हो, खासै यति बेला डराउने अवस्था त्यस्तो छैन, तर पूर्व सचेत हुनु आवश्यकता छ। हो, तपाईँ आफू पनि सचेत बनाऊ, अरूलाई पनि सचेत बनाऊ। यसपालिको बर्खायाम एउटा भीषण वर्षा हुन सक्ने र विभिन्न ठाउँको नदी नालामा वात्तै पानीको बहाव बढ्न सक्ने बताइएको छ। त्यसैले आफ्ना घर परिवारमा रहेका सासाना बालबालिका र आफू स्वयं वृद्ध लगायत कयौं त्यस्ता व्यक्तित्वहरूले अनहोनी कुनै अप्रिय घटना नघटोस् भनेर पूर्व तयारी आफ्नो तरिकाले विभिन्न त्यस्ता सचेतनामूलक जानकारीहरू लिएर, सचेतनामूलक सन्देशहरूबाट र आफ्नो नियम अनुसार पनि सुरुदेखि नै पूर्व तयारीमा जुटौँ। यदि तपाईँको क्षेत्र, तपाईँको एरिया डुबान क्षेत्र हो भने सुरुदेखि नै विभिन्न त्यस्ता सामग्रीहरू पूर्व तयारी गरेर सुरक्षित राखौँ। र यस विषयमा यो गम्भीर विषय हो। यो मैले व्यक्तिगत यो पवन रोनियार युट्युब च्यानलबाट सबैमा सचेतनाको लागि, सबैमा पूर्व तयारीको लागि, सबैमा ताजा जानकारीको लागि यो भिडियो अपलोड गरेको छु। म हुँ पवन रोनियार, सत्य तथ्य आधिकारिक। समयमा विभिन्न ठाउँमा ग्राउन्ड रिपोर्टिङ सहितको सत्य तथ्य आधिकारिक खण्डन भएको समाचारमूलक भिडियोहरू नियमित तपाईँहरूमाझ यसै युट्युब च्यानलबाट ल्याउने गरिरहेको छु। र यो कोशीको ताजा अपडेट तपाईँहरूलाई गराउँदैछु म। यो असारको पहिलो साताको ताजा अपडेट हेर्नुहोस्, 81 वात्तै कसरी कोशी ब्यारेजमा पानीको बहाव बढ्दै गइरहेको छ। यति बेला यो भर्खर असारको पहिलो सातामा नै लाखौं क्युसेक पानी यहाँ सुरु भइसकेको छ यहाँ बग्न। त्यसैले खासै डराउनु पर्दैन, तर सचेत चाहिँ हुनु अति नै आवश्यक देखिन्छ। हजुर, तपाईँ हामी सबै सचेत बनाऊ र विभिन्न ठाउँमा सुरुमै पहाडका विभिन्न ठाउँहरूमा पहिरोहरूबाट सडकहरू अवरुद्ध भएको समाचार हामीले सुनिसकेका छौँ र कति ठाउँमा त रात्रिकालीन यातायातहरू पनि बन्द गरिसकेको छ। त्यसैले लामो दूरीमा जाँदै हुनुहुन्छ, खास गरेर त्यस्तो जोखिमपूर्ण क्षेत्रमा भने एकदमै सुरक्षित भएर जाउँ। सकभर रातिको यातायातहरू पनि अहिले अवरुद्ध गरिदिएको छ ठाउँ ठाउँमा। त्यसैले समयमै आफू पनि सचेत बनाऊ, अरूलाई पनि सचेत बनाऊ। सामाजिक सञ्जाल युट्युबमा म पवन रोनियारको यो रिपोर्ट।